लो यार बन्द यार हेलो दिदी सुलभ दौडिँदैन फेरि गाइस अब त उयो त पुग्यो भने Guys, pugiहाल्छन् bro. Come on, guys. ढोका हेर्दै ढोका काट्नु ढोका यता झर्ना चाहिँ राम्रो लाग्यो के मलाई म त बिरक्त आएर हुनु अरू छ के बरु त्यो खानेकुराहरूको त घिनलाग्दो खानेकुराहरू के बाइटकै मासु खानु भने नुनीले त्यही हो नि नुनिलो त बिहान नुनीले चाहिँ पुग्छ भने नुनी ठुलो लाग्दैन 8 बजे खाना खान्छ म कहिले साँझको पहिला जान 7 बजे पाउने 9 सम्म खाना पाकेर छ जस्तो हैन त स्कुल जानु त्यो पछि त खाना नि पाउँथेन नि त त्यो हो नि त कुरा मन नलाग्ने होइन त के कसो दाल भात अन्डा बनाएर दिँदा पनि यस्तो बनायो सधैँ मलाई यस्तो गर्यो भनेर स्कुल लास्टै कम्प्लेन बक्स पाएपछि मिठो रहेछ रवि मान्छेको घरबाट 8 बजी जान्छ मान्छेहरू घर हो कि भन्नु त्यो टाढा है हिँडेर आउनु पर्ने स्कुल पनि अरूको भने 2 मिनेट 2 मिनेट भने 2 मिनेट त्यो घन्टी बजेर दौडी नि भ्याउँछ म चाहिँ त्यो 9:30 मलाई एसेम्ब्ली सुरु हुन्थ्यो 9:25 पुग्यो जङ्गले नि हो भन्ने हो बाहिर निकाल्नु हो भने के अरे एन्टको बस्नु यो त एन्डको बस्ने ठाउँ तिमीहरूले के त हामीले औलोले यस्तो यस्तो गर्थ्यो नि विराट कस्तो कस्तो औलोले यस्तो यस्तो निकाल्यो भित्र किरा निकाल्नु थाहा छैन त्यस्तो माटोमा औलो त नगरौ Time my way of life's been redefined, that's all for now. What do you want? What do you want from me? मलाई टेबल टेनिस आउँछ The match between Viraj Keshri and Sulabh Pokhrel. तिमी खेल्छौ खेल्छौ Yes, of course. दामी खेल्छौ तिमी School champion. स्कुल च्याम्पियन हो टेबल टेनिस Second. हो र
ल आज ब्याटल होस् न त आज दाजुभाइको ब्याटल होस् न नारायण नै राम्रो खेल्छ यार साँच्चै त Battle between. नारायण दामी खेल्थ्यो हो पहिला त Okay. बल खेल्थेन So today is the battle between कम्पिटिसन champions. स्कुलमा भने नि डरले आशिष गर्ले र मेरो हो कसरी डरले भयो बल मन थियो नि आज डल्ले कहाँ गयो आशिष कहाँ छ तिमी अब हेरिरहेछौ भने होइन नारायणले सम्झिरहेको छ होइन साउमन जसरी खायो नि हुन्छ यस्तो गर्ने यसरी साउटा चाहिँ अलिक साह्रो हुन्छ त्यही भएर है काट्न गाह्रो भयो Guys, you're sick of me. कहिले काटिन्छ त्यो भोलिसँग काटिन्छ काट्दैछु यस्तो गर्ने अनि भटभटे भटभटे त झन्डै लडा भटभटे अब त्यो के अब मेरो स्टोरी सकेपछि तेरो पनि जान्छ नि त्यो अब जान्दैन मेरोमा बस्छ तेरो 24 घन्टासम्म बस्छ है अनि त्यो भएर ठिक त्यो मेरो अन्त तेरो होइन नि त म किन भयो भने त हो त्यही बेला त्यो रबिन त्यो त्यो भएपछि थाहा भएछ क्या वर्ल्ड थाहा भयो हाइड गर्ने अनि बाहा 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 गर्ने होइन त्यो स्टोरी हाल्दा भुँडी निस्केको थियो नि त अदेखि गरी हालिदिन्छु मैले उ त्यो नि गरेँ मैले के अरूलाई नि गराएको छु Caught behind Venetian blinds, out of reach for the city lights. This ain't where I belong. Hey, look at me, man, what I've become. I've been running east, looking for a sunset, digging deep since 99. सकेसम्म भन् त के भन्नु है यस्तो के झिङ्गा छ है ल हिँड्दै आइज न गफ गर्दै टट्ट के भन्दै थियो अरे अघि हो र गर्न सकिन्छ किनकि भोलिबाट सबको काम छ आज कसैको काम छैन होइन त्यही भएर राति रेडी सेडी हुँ म चट्टा हुन्छु अनि चट्टा भइसक्यो चट्टा हुन्छ फेरि अनि जाउँला ल हुन्छ ल एकछिन अनि टाइम लाग्छ नि यहाँबाट जाँदाखेरि कति बज्छ यहाँबाट जाँदा कति बज्छ डाइरेक्ट जाने नि हामी अनि राति त जाने खानालाई त कति बजी जाने त्यही भएर हातपात नगरौँ भने त्यस्तो छड के भयो ब्रो ल ल ल ल भन् न सो अब के हो ल भन् त अब हामी मेजतर्फ लागेको छौँ मेज भन्दा चाहिँ मकै हो है ल मेज चाहिँ अब त्यो काइन्ड अफ भुलभुलै जस्तो हो भन्ने हो थाहा नै नभएको कुरा चाहिँ होइन तर जस यहाँको चाहिँ कतिको चाहिँ डिफिकल्ट कतिको चाहिँ हामीलाई गाह्रो हुन्छ भन्ने मैले चाहिँ क्युरियस छु त्यो कुरा चाहिँ त्यो त है राम्रो छ कस्तो रमाइलो दामी देखेको छ क्यामेरामा त्यस्तो राम्रो नदेख्यो भने आँखाले चाहिँ बबाले देखायो है त होइन त हो नि डकुमेन्ट आवर लाइफ Hydrate yourself. Drink water over there. Just over there. ल गरिदिइहालौँ न त Right now. need to drink water के हो Fast हुनलाई चाहिँ. Are we ready? कहाँ निस्किने हाम्रो थाहा छैन बोल बोल्दै बीट दिस मेज जसम्म चाहिँ निस्किने हैन ल जाउँ है ल सुल भाउ है बवाल छ है चाहिँ यो त लास्टै दिन्छ त लास्ट ठुलो उफ्रेखा यो है उफ्रेखा निस्किने ठाउँ त कता कता
खै ल यहाँ नि बन्द यार हेलो दिदी अल्छुरी हिँड्ने केटा विनर गर्न देखाउने त भाइ फर्स्ट रनर सेकेन्ड रनर स्वस्तिका दिदी त्यसपछि लास्ट इसको त के देखाउनु त नि लास्टको त लास्टलाई त नदेखाउँ होला तर पनि ठिकै छ यता हेर न यता मलाई त लास्टमा आउनु सफल भयो सुरुमा होइन म छिरा म लास्टमा छिरा हो लास्टमा निक्लियो फियर इट साउन्ड्स फियर ठ्याक्कै 4 मिनट लाग्यो I know sometimes life can be tough, and you feel like you just had enough. जब हाम्रो भिडियो चाहिँ यहीँ इन हुन्छ है एकदम रमाइलो लाग्यो है यो मेफिल गार्डन चाहिँ इन्ट्रीदेखिबाट एक्जिटसम्म एकदम रमाइलो थियो है अलिकति झिँगाले चाहिँ दुःख दिन्छ तर पनि ठिकै छ झिँगा भुल्यौँ है हामीले नेचुरल ब्युटीहरूले गर्दाखेरि ल है त आजलाई यति नै है त ल नमस्ते I'm always around, 'cause I know we can make it. Yes, we can make it if we try. Keep on trying. You got it. I believe in you. You got it. I know you got this. You got it. Just keep on trying. You got it. भिरको अङ्गुरा ल्याइदिउँला चोखो बिहार ल्याइदिउ घुमाउन मलाई घुम्न बजार